आज चाहिँ म चाहिँ फर्स्ट टाइम चस्मा लगाएर खाइदिएको के गर्नु त भाइ सेकुवा चाहिँ कस्तो लाग्यो तपाईँले सेकुवा एकदम अब मैले त खाएको हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो तपाईँहरू सबजनालाई मेरो छोटो मिठो भ्लगमा स्वागत छ अनि मैले चाहिँ भ्लग लिएर आएको छुइनँ आज त यसो देखाइदिउँ न भनेर अनि आज चाहिँ म त दाइहरूकोमा भेनाजुरकोमा आएको छु अनि आज चाहिँ हामीले स्पेसल चाहिँ के छ भनेपछि चाहिँ पोर्क सेकुवा यस्तो बबाल बनाउँदैछौँ यहाँ भेनाजुरको दाइहरूले अनि अहिले तपाईँहरूलाई देखाउने छु हेर्दै गर्नु होला है गाइजहरू यहाँ चाहिँ देख्न सक्नुहुन्छ पोर्क सेकुवाको लागि रेडी गरेको गाइजहरू यो चाहिँ अनि सेकुवाको अचारको लागि है यो चाहिँ सेकुवाको अचारको लागि हो ल अब यता चाहिँ हाम्रो सेकुवा मास्टर यता मेरो भेना हुनुहुन्छ प्रिय भेना यता चाहिँ मेरो दोस्त हुनुहुन्छ खतरा ल यस्तो बबाली अब यहाँ पकाउनु पर्ने हुन्छ हामीले सुँगुरको मासु हम्काउने चाहिँ मेरो अर्को भेनाजु हुनुहुन्छ यहाँ दिदी बिनाको भेनाजु दिदी पिरित है दिदी पिरित अब दिदी दिनु पर्यो नि त साला लस मिलाइदिनु पर्यो त्यो राम्रो दिदीहरू राम्री दिदीहरू ल मेरो भ्लगमा कमेन्ट हान्नेलाई चाहिँ पट्याउनु पर्यो हो तपाईँले अनि यो सेक्का चाहिँ अब आज खानुपर्ने हुन्छ हामीले अहिले तपाईँहरूलाई पकेपछि देखाउनेछु खाएको पनि तपाईँलाई देखाउनेछु हेर्दै गर्नु होला गाइजहरू ल यहाँ चाहिँ खतरा पाकिरहेछ है यता भने चाहिँ खतरा बबाल अम्किँदै देख्न सक्नुहुन्छ अब यति बाँकी छ अब यो एक लट भएपछि सकिन्छ लास्ट आउँछ नि यता चाहिँ हाम्रो पाकिसक्यो एकचोटि एक लट पल्टाएको हामीले रातो रातो भइरहेछ एकछिन हो यता देख्नुहुन्छ आमा बबाल है सेकुवा मास्टर है यता यति चाहिँ पाकिसकेको फेरि यति चाहिँ पाकिसक्यो अब यति नेपालीले हल्का डढे खान्छ रोमन जस्तो काँचो काँचो खाँदैन पाकिसक्यो है पाकिसक्यो ल भेन खतरा म काट्छु भित्र गएर म यसलाई काटेर यस्तो बबल बनाउँछु ल मेरो भेनाजुले चाहिँ बोकेर पाक्यो होइन भेना फाइनल्ली ढुक्क पाक्यो ल अब यसलाई काट्नुपर्ने हुन्छ हामीले अब सालर काट्छ अठ्याउँदा यहाँ अलिक खतरा तेर्सो पारेर अलि राम्रो देख्नु भेना उताबाट गाई सेकुवा भेना मासु सेकुवा भेना देखाउनु चाख्नु एक लट गाई यस्तो छ है यस्तो अर्को एउटा प्लेटमा हाल्नु भेना यो हुन्छ दिदीलाई राखिदिउँ अब यसरी राख्नुपर्ने हुन्छ हामीले अचार पनि छ देखाइदिनु भएन यो चाहिँ अचार है गाइज कस्तो लागिरहेको छ त भेना आज तपाईँलाई आज सधैँ रमाएर नि सालो भेनाको घरमा म आज चाहिँ गाइज भेनाको घरमा आएको हिजोदेखि जहिले पार्टी जहिले पार्टी हो यहाँ तपाईँहरू आउनु सक्नुहुन्छ खस्यो भनिरहेको अलिक तेर्सो पारेर अलिक यस्तो गरी गर्नु हो त्यसरी भेना यो सबै त नकाटौँ होला हो यति मात्रै राखौँ अहिले तपाईँ जति काटिदियो यो त म रक्सीको उसमा खान्छ म खान्छु कि यो डढिरहेको छ डढेको लास्ट काटेमै बिना सबै काट्यो अनि अर्को लटमा राख्नु दिला होइन
हिच कडा है कडा ल भाइ आएको ल अलि रेपेतै फाइनली गाइज सेकुवा बेच्न सक्नुहुन्छ खतरा भइसक्यो अब त्यो त बाहिर लिएर जानुपर्ने हुन्छ मैले भेना लिएर जानु ल तपाईँ ल ल म अठाउनु ल त्यो डन गर्नु न ल धन्यवाद है मैले त खान नगर्ने ल है गाइज फाइनली ल सेकुवा चाहिँ होइन यहाँ केटाहरूले यहाँ रमाइलो गर्नु जाने भन्दै थियो नि त एकचोटि सोधिदिउँ भनेर के हजुर सोधिदिनु त एकचोटि यहाँ केटाहरू मिल्यो भने चाहिँ खेल्नु पर्छ रमाइलोको लागि मात्रै अब त्यो होइन त अब एउटा रमाइलो यता चाहिँ यस्तो छ है फेरि म चाहिँ खानै गाइजहरू साथमा यो पनि छ आमा ल खानु त कस्तो अब हारे पनि त अब अघि पनि खाएको आलाले यसो ल खानु न केटालाई खेल्नु मन लाग्यो, इच्छा कुरा गर्नु बबाल थियो नि दाइ बबाल बुझेर अनि गर्नु न दाइ है मजाकै तर बबाल छ नि गाइजहरू मजाक होइन त्यही हो तपाईँहरू सबजना छोटो मिठो ब्लगमा यति नै हो। मलाई पिट्ने रे जय नेपाल जय नेपाल भाइहरूले कहाँ पिट्छ त नि मलाई ल दाइ ल ओके सर ल ल मटेको तर्फबाट केही जाओस् दाइ केही भन्नुहुन्छ छैन भाइ म भन्नु भाइ मासु खाछु त्यही हो यता चाहिँ रात परेन दाइ होइन भाइ रात त पर्यो त जुस अब रक्सीले चाहिँ रात पनि भन्दैन दिन पनि भन्दैन तर आज चाहिँ म चाहिँ फर्स्ट टाइम चस्मा लगाएर खाइदिएको के गर्नु त भाइ सेकुवा चाहिँ कस्तो लाग्यो तपाईँहरू सिउका एकदम अब मैले त खाने फेरि सेकुवा चाहिँ खाँदैन क्या फेरि यो दाइ अनि हामी चाहिँ फेरि अब एकदम होइन, बाँच्न सुन्न पनि एकदम मिठो छ भन्नु त मिल्यो नि त होइन मैले त खाँदैन नि त त्यो भएर नि एकदम बाँच्नले नि मिठो भयो कि अहिले क्या बबाल छैन गाइजहरू ल यहाँ चाहिँ हाम्रो चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो दाइले चाहिँ सुँगुरको सेको खानु लाग्नु कस्तो कस्तो छ दाइ कस्तो मेरो भाइ म त स्वर्गै पुगे आम्मा, बबाल छैन होइन सुँगुरको सेको ल फेरि एउटा टुक्रा खाइदिनु पर्छ दाइ हाइट रातिमा कालो छ म त यता त देख्न सक्नुहुन्छ यता चाहिँ खाँदैन। भन्काइतिर खाइदिउँ भनेर के आम्मा, यता हेर्छ मेरो दाइहरू भेनाजुहरू दाइ कस्तो लागिरहेछ तपाईँलाई भन्नु एकदम रमाइलो लागिरहेको छ भाइ यो राति पनि चस्मा चाहिँ छोड्नु भएन है दाइ चस्मा चाहिँ छोड्नु भएन एकदम बबल बबल भाइ त्यही हो गाई सबजनालाई आजलाई भिडियो चाहिँ यति नै सबजना थ्याङ्क यू फर वाचिङ लट्स अफ लभ टेक केयर